नमस्कार। प्रिन्सिपल तथा विद्यालय सञ्चालक ज्यूहरू, गुणस्तरीय शिक्षणको आधार शिक्षकहरू नै हुन्। शिक्षकहरूकै प्रभावकारी भूमिकाले शिक्षण सिकाइको गुणस्तरमा आमूल परिवर्तन ल्याउन सकिन्छ। तर हरेक पाठको प्रोपर लेसन प्लान बनाउन र टिचिङ रिसोर्सेस तयार पार्न शिक्षकसँग समय नहुन सक्छ। कति शिक्षकहरूसँग अनुभवको पनि कमी हुन सक्छ भने कति शिक्षकसँग ज्ञानको पनि कमी हुन सक्छ। त्यसो भए इफेक्टिभ क्लासरुम टिचिङ एन्ड लर्निङको लागि शिक्षकहरूलाई कसरी तयार पार्ने त? उहाँहरूलाई कसरी सक्षम बनाउने त? टिचर्स को-पाइलट, द रेभोल्युसनरी टुल्स, कक्षा शिक्षणमा क्रान्ति ल्याउने समाधान। टिचर्स को-पाइलट एउटा यस्तो कम्प्रिहेन्सिभ टिचिङ असिस्टेन्ट हो जसले शिक्षकलाई कक्षा आत्मविश्वासका साथ सञ्चालन गर्न सहयोग गर्छ, मार्गदर्शन गर्छ र क्लासरुमलाई भाइब्रेन्ट हब्स अफ लर्निङ बनाउँदछ। यसले शिक्षकलाई हरेक लेसनको डिजिटल टिचिङ रिसोर्सेस उपलब्ध गराउँछ, सही विधि पालना गरेर कक्षा शिक्षण गर्न स्टेप बाई स्टेप मद्दत गर्दछ, गाइड गर्छ, एम्पावर गर्छ। कसरी भन्नुहोला? टिचर्स को-पाइलटले शिक्षण सिकाइलाई प्रभावकारी बनाउनको लागि शिक्षकलाई निम्न तरिकाले मद्दत गर्दछ। एक्टिभेट्स प्रायर नलेज। विद्यार्थीको पूर्व ज्ञान र वर्तमान क्षमतासँग शिक्षकहरूले पाठ जोड्न कठिनाई भोगिरहनु भएको छ। प्रभावकारी शिक्षण भनेको पहिलेको ज्ञानमा टेकेर नयाँ कुरा सिकाउनु हो। यदि शिक्षकले विद्यार्थीहरूलाई के थाहा छ भनेर विचार नगरी नयाँ पाठ पढाउन खोज्नुहुन्छ भने विद्यार्थीहरूलाई पाठ बुझ्न गाह्रो हुन सक्छ। उनीहरूको क्षमता अनुसारको शिक्षण नभएपछि पाठ बुझ्न गाह्रो हुन्छ। टिचर्स को-पाइलटले हाल पढाउन लागेको लेसनलाई विद्यार्थीहरूको पूर्व ज्ञान र विद्यमान क्षमतासँग जोड्न आवश्यक इमेज, भिडियो र क्विजेस उपलब्ध गराउँछ। कक्षामा प्रयोग गर्ने विधि पनि उपलब्ध गराउँछ। मेक्स लेसन्स रेलेभेन्ट। शिक्षकहरूले पाठलाई दैनिक जीवनसँग जोड्न कठिनाई भोगिरहनु भएको छ। यदि शिक्षकले पाठलाई दैनिक जीवनसँग जोड्न सक्नु भएन भने विद्यार्थीहरूलाई पाठ निरस र अप्रासङ्गिक अर्थात् इरेलेभेन्ट लाग्छ र उनीहरूले सो पाठ सिक्न मन पराउँदैनन्। जब विद्यार्थीहरूले सो पाठको व्यावहारिक प्रयोग देख्दछन् तब उनीहरूले राम्रोसँग सिक्दछन्। टिचर्स को-पाइलटले विद्यार्थीहरूको जीवनमा पाठहरूको ज्ञानको उपयोगिता स्पष्ट पार्न आवश्यक मल्टिमिडिया सामग्रीहरू उपलब्ध गराउँछ। यसले विद्यार्थीहरूलाई सिक्ने जिज्ञासा र प्रेरणा बढाउँदछ, सदैव मोटिभेटेड राख्छ। मल्टिमिडिया रिच रिसोर्सेस। शिक्षण सामग्री जस्तै चित्र, नक्सा, भिडियो वा प्रविधिले पाठलाई स्पष्ट र रोचक बनाउन मद्दत गर्छ। यी सामग्री बिना शिक्षकलाई जटिल कुराहरू बुझाउन गाह्रो हुन सक्छ र विद्यार्थीहरूलाई विषयवस्तु कल्पना गर्न र बुझ्न गाह्रो हुन सक्छ। टिचर्स को-पाइलटले विद्यार्थीहरूलाई लेसन सजिलोसँग बुझाउन र अभ्यास गराउन आवश्यक भिडियोज, एनिमेसन, प्रेजेन्टेसन, क्विजेस र एक्सर्साइज उपलब्ध गराउँछ। साथै कुन रिसोर्स कति बेला, कसरी, कति समय प्रयोग गरेर सिकाउने शिक्षकलाई स्टेप बाई स्टेप गाइड पनि गर्दछ। इमिडिएट अन्डरस्ट्यान्डिङ चेक्स। विद्यार्थीहरूले पाठ कति बुझे भनेर थाहा पाउनको लागि मूल्याङ्कन गर्नुपर्छ। यदि शिक्षकले सही तरिकाले मूल्याङ्कन गर्न सक्नु भएन भने पाठ प्रभावकारी भयो कि भएन भनेर थाहा पाउनुहुन्न र विद्यार्थीहरूलाई थप सहयोग चाहिएको छ कि छैन भनेर पनि थाहा पाउनुहुन्न। मूल्याङ्कनले शिक्षकलाई आफ्नो शिक्षण विधिमा सुधार गर्न पनि मद्दत गर्दछ। शिक्षकले हरेक टपिक वा कन्सेप्ट बुझाएपछि विद्यार्थीहरूले करिकुलमको अब्जेक्टिभ्स अनुसार सो पाठ राम्रोसँग बुझेका छन् कि छैनन् मूल्याङ्कन गर्न शिक्षकलाई टिचर्स को-पाइलटले मद्दत गर्न क्विज एन्ड एक्सर्साइज उपलब्ध गराउँछ। क्लासरुम एक्टिभिटिज एन्ड असाइनमेन्ट्स। पाठ सिकाएपछि इफेक्टिभ तरिकाले क्लासरुम एक्टिभिटिज गराउन र क्रिएटिभ असाइनमेन्ट्स दिन शिक्षकलाई मद्दत गर्न आवश्यक कन्टेन्ट र गाइडलाइन टिचर्स को-पाइलटले उपलब्ध गराउँछ। टिचर्स को-पाइलटमा उपलब्ध डिजिटल शैक्षिक सामग्रीहरू पाठ्यक्रम विकास केन्द्र
नेपाल सरकारबाट स्वीकृत प्राप्त हुन्। प्रिन्सिपल तथा स्कुल सञ्चालकज्यूहरू, तपाईलाई आफ्नो विद्यालयमा अनुभवी तथा सक्षम शिक्षक पाउन कठिन हुन सक्छ, तर सबै शिक्षकलाई सक्षम बनाउन सकिन्छ। टिचर्स कोपाइलोटले तपाईको शिक्षकहरूलाई सक्षम र आत्मविश्वासी बनाउँछ, विद्यार्थीहरूलाई सक्रिय बनाउँछ र विद्यालयको शैक्षिक गुणस्तर सुधार गर्छ। अनि मात्र तपाईले इन्फ्रास्ट्रक्चरमा गर्नुभएको लगानीको सदुपयोग हुन्छ। के तपाई पनि आफ्नो विद्यालयमा शिक्षणमा क्रान्ति ल्याउन तयार हुनुहुन्छ? आर यु रेडी टु एक्सपिरियन्स फ्युचर अफ टिचिङ? रेभोल्युसनरी टिचिङ तर्फ पहिलो कदम उठाउनुहोस्। यो प्रविधि प्रयोग गर्न आजै www.teacherscopilot.com मा जानुहोस् वा स्क्रिनमा दिइएको नम्बरमा सम्पर्क गर्नुहोस्। टिचर्स कोपाइलट, empowering teachers, transforming classroom।